हेलो गुड मर्निङ सबैजनालाई सेवन्नी वेलकम ब्याक टु माई च्यानल शान्ति राई 27 मा हजुरहरूलाई धेरै धेरै स्वागत छ साथीहरू। फेरि पनि भ्लग सुरु गर्दैछु। राम्री भएर आफूलाई त्यसै भन्नु होला नि हैन साथीहरू। आज चाहिँ फेरि म बाहिर गइरहेको छु र कहाँ जाँदैछु भन्ने कुरा चाहिँ हजुरहरूले भ्लग हेर्दै गर्नुहोस् होला, अन्तिमसम्म हेर्नुहोस् होला, थाहा पाइहाल्नुहुनेछ साथीहरू। फेरि पनि म चाहिँ बाहिरको भ्लग लिएर आइसकेको छु हजुरहरूको माझमा है। सबैजनाले हेरेर फुल सपोर्ट र माया गरिदिनुहोस् है त साथीहरू। हवस् त अब एकैचोटि हजुरसँग म बाटोमा फेर्छु, बाटोको हल्का नजाराहरू देखाउँदै जानेछु र कहाँ गएको भन्ने कुराहरू पनि बादमा ब्लगमा देख्नुहुनेछ, हेर्दै गर्नुहोला है साथीहरू। यसपालि यस्तो भयो लुगा बेच्दाखेरि मान्छे लुगा किनेन अरे हो। अन्त होटलमा चाहिँ मान्छेले सानो पनि के गरेर उयो गर्छ उयो भनेर साथीहरू फाइनली म आउने ठाउँमा आइपुग्यो। यहाँ छोरा, मेरो ठुलो छोरालाई लिएर आएको है। अब मेरो छोरालाई चाहिँ अघि रेडी सेडी गरेर पर पसिगएको छ। ल है कहिले सक्छ आज यो होइन। भाइको पुची खोइ। अहिले चाहिँ म चाहिँ ग्राउन्डबाट बाहिर निस्केको छु। सानो नानीले मिठाई खुवाउनु पऱ्यो भनेर चाहिँ मिठाई किन्न आएको साथीहरू। यहाँनिर आज रातै पर्ने रहेछ। भाइचुङ स्टेडियममा आएको हामी चाहिँ साथीहरू। आउन चाहिँ यस्तो छ ए ग्राउन्ड यहाँ हो। यस्तो छ ग्राउन्ड चाहिँ साथीहरू। मुखमा लाउँदै निकाल्दैछ हाम्रो छोराले चाहिँ। चकचक गर्नेलाई नाना पाइ आए।
गएको नि भाइ यहाँ आऊ जानु हुँदैन त्यता कहाँ गएको औ दादा पाइ गर्छ है यहाँ चाहिँ होस्टेलहरू रहेछ ओ पर्छ यता आउनु त मेरो छोरालाई पो मजा आयो सानोलाई पो बुबुको म्याच देख्न आएको अरे बुबुको ट्रायल फुटबल हेर्न आएको अरे लड्छ है आउनु नि हौ यता ऊ दादाहरूको लुगा झरिरहेको रहेछ नो छिचे ऊ दादा पाइया है बादल पारीको गाउँमा हामी रमायो यता भिन्दै ग्रुप उता भिन्दै ग्रुप गर्दै खेलाउँदो रहेछ यता ठुलोलाई यता सानोलाई साथीहरू मेरो छोराको टर्न आएको छैन कहिले हो मेरो छोराको टर्नै आएको छैन बसिरहेको छु जाडोले केटाकेटीहरू बिजोग भयो यहाँ चिसोमा बस्दा बस्दै मेरो छोरा उफ्रिँदैछ जाडोले बिजोग भयो केटाकेटीहरू हेर अहिलेदेखि बसेको होइन चिसोमा घाममा टर्न आएकै छैन मेरो छोराको साथीहरू सानो नानी लिएर लेसहरू राम्रो बाना लेसहरू राम्रो बाना लेसले अल्झिँदैन तिम्रो जाडोले बिजोग भइरहेछ बिचारा भाइ जिउ तताउ मेरो छोरा है 7 नम्बर लेखेको चाहिँ मेरो छोरा फाइनली मेरो छोराहरूको टर्न आयो है साथीहरू बस्दा 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 अब चाहिँ मेरो छोराको टर्न आएको तर 10 मिनेट मात्रै खेलाउँदो रहेछ है 10 मिनेट नि
बस्ने भने गयो है गयो मेरो छोरा खेल्न गयो है कस्तो खेल्ने हो मेरो छोराको टर्न हुँदैछ र अब चाहिँ सकेपछि जाने हो घर साथीहरू छोराको रहर पुरा गर्नको लागि आएको आज चाहिँ यहाँनिर ग्राउन्डमा
साथीहरू अब चाहिँ बजार निस्केर खाजा खाएर घरतिर लाग्ने हो साथीहरू। मेरो छोरा छु यस्तो छ। धन्यवाद छ। अहिले चाहिँ हामी यहाँ खाजा खानुको लागि रोकेको छौँ बाटोमा। माथि बजारमा चाहिँ खायौँ किनभने सानो नानीसँग साह्रो पर्यो। यहाँ बाटोमा मिठो पाउँछ अरे कि, त्यो भएर साथीहरू यहाँ खाजा खानु बसेको। हाम्रो सवारी चाहिँ यो हो, खाजा खानु बसेको है साथीहरू। यहाँ दामी रहेछ नि ठाउँ, डुङ हुन्छ ल बोइ हो साला दामी रहेछ। के रहेछ पा रहेछ खोला देखेर मेरो छोरा दामी रहेछ साथीहरू। डेकोरेसन राति चाहिँ दामी देख्ने रहेछ। यहाँ खानामा चाहिँ चाउमिन मोमो अर्डर गरेको छौँ।